लिपिको विषयमा फेरि एकचोटि भनिदिनुहोस् न, स्पष्ट पारिदिनुहोस् त। लिपि पार्टी राजनीतिक व्यक्ति संस्थाको लिपि हुँदैन रहेछ संसारमा, यो पनि बुझ्नु होला तपाईँहरूले। लिपि रहेछ के रहेछ भने बौद्ध दर्शनका लिपि भनेको सम्पूर्ण लिपि, हिन्दू दर्शनका लिपि भनेको देवनागरी लिपि, संस्कृत लिपि, अब तपाईँको मुस्लिमका लिपि भनेको अरबी लिपि, क्रिस्चियनका लिपि भनेको रोमन लिपि, इङ्ग्लिस लिपि हो। त्यसैले तामाङहरू भनेको तपाईँको भोट बर्मलीसँग सम्बन्ध भएको जात भएको हुनाले, भोटबलीसँग सम्बन्ध भएको जात भएको हुनाले चाहिँ यो चाहिँ तपाईँको टिबेटका जनतासँग हाम्रो भाषा लिपि मिल्छ, भुटानको जनतासँग तामाङसँग भाषा धर्म मिल्छ, अरू तपाईँ लद्दाखका तामाङसँग मेरो भाषा धर्म लिन्छ। लद्दाखमा पनि तपाईँको त्यहाँ नेगी भन्ने थर छ, तामाङ पनि नेपालमा नेगी भन्ने थर छ। त्यसैले हाम्रो संस्कार संस्कृति धर्म चाहिँ मिल्छ। तर राज्य विभाजन हुनुभन्दा पहिला नै उहाँहरू सीमा पारीको टिकट भयो होला। यो 200 वर्ष मात्रै भयो नि त। हामी त 7औं शताब्दीदेखि धर्मको आडमा धर्मको शासन गर्दाखेरि हामीले अपनाएको। तपाईँले भन्नु त्यो लामाले पढ्ने कन्जुर तेन्जुरमा तपाईँको त्यो शब्दहरू याङ्ला, मेमे, गोर्मो, फेबो, स्युगो, सेर्क्याम, चङमा, आमा, आबा, अरू, आनी, यी शब्द कहाँ पाउँछ भन्दा बौद्ध दर्शनमा लेखिएका कन्जुरमा पाउँछ, तेन्जुरमा पाउँछ। त्यस कारणले गर्दाखेरि यो बौद्ध दर्शनमा लेखिएको ग्रन्थ मेरो बाबुले लेखेको, मेरो बाजेले लेखेको थन्मिसोङ्गडो भन्ने शब्द तपाईँको तिब्बतको मात्रै होइन, थन्मिसोङ्गडो भन्ने म दाबी साथ भन्छु ठोबर हो। छुम्बा भन्ने तपाईँको